So hello, what's up everyone? Welcome back to the new video. So guys, के छ हालखबर? I am Himal and you are watching Himal X Victory. आजको भिडियोमा चाहिँ we're going to talk about the art of journaling. So journaling भनेको चाहिँ आफ्नो माइन्ड क्लियर गर्न थट्सहरु तपाईले लेख्ने कुरा हो. अनि जर्नलिङले चाहिँ मेरो लाइफमा के इम्प्रुभमेन्ट ल्यायो अनि यसलाई चाहिँ कसरी स्टार्ट गर्न सकिन्छ एन्ड हाउ आई स्टार्टेड जर्नलिङ अनि केले मलाई स्टार्ट गर्न बाध्यता गरायो. जर्नलिङले चाहिँ मेरो धेरै कुरा चेन्जेस गर्यो. फर एक्जाम्पल क्लियरनेस भयो ममा अनि मलाई चाहिँ आफ्नो पर्पस थाहा भयो अनि आई स्टार्टेड वर्किङ अन माई गोल्स. सो बिफोर हियर मैले चाहिँ एउटा कोट सुनेको थिएँ, योर माइन्ड विल नेभर बी फ्री अन्टिल यु स्टार्टेड राइटिङ वाट्स इनसाइड. अनि तपाईहरुले चाहिँ कसरी जर्नलिङ स्टार्ट गर्न सक्नुहुन्छ भन्दा म तपाईलाई ओन्ली 3 वटा वर्ड भन्छु, त्यसबारेमा चाहिँ तपाईले लेख्नुपर्ने हुन्छ. अनि यदि तपाईहरु चाहिँ जर्नलिङ सिक्न या तपाईले जर्नलिङ गर्न चाहनुहुन्छ भने चाहिँ त्यसलाई कम्प्लिकेटेड चाहिँ नगराउनु होला. अनि मैले के लेख्ने होला, मैले के लेख्दा राम्रो होला त्यो भनेर चाहिँ कहिले पनि जर्नलिङ गरिन्न. अनि यु हैव टु राइट योर थट्स. अनि तपाईको दिमागमा जे आउँछ नि त्यही लेख्ने हो. मैले तपाईलाई 3टा स्टेप्स भन्छु, त्यो चाहिँ फलो गर्नु होला तपाई यदि बिगिनर्स हो भने चाहिँ जर्नलिङमा चाहिँ. अनि सबैभन्दा सुरुमा चाहिँ तपाईले के लेख्नु होला भन्दा आज म के को लागि ग्रेटफुल छु, व्हाट आई एम ग्रेटफुल फर. अनि सेकेन्डमा चाहिँ तपाईहरुले के लेख्न सक्नुहुन्छ भन्दा आज मैले के सिके त, व्हाट आई हैव लर्न टुडे. सेकेन्डमा चाहिँ त्यो लेख्न सक्नुहुन्छ. अनि 3 नम्बरमा चाहिँ भोलि मैले के इम्प्रुभ गर्न सक्छु त्यो लेख्नु होला. बस यो 3 लाइन लेखेर चाहिँ मेरो माइन्डसेट कम्प्लिटली चेन्ज भयो. अनि जसरी मैले थिङ्क गर्थेँ, जसरी मेरो थट्सहरुलाई मैले ह्यान्डल गर्न सक्थेन त्यो सबै क्लियरनेस आउँदै गयो. त्यसपछि चाहिँ इट्स यो 3टा लाइन जब मैले लेख्न थालेँ नि कम्प्लिट लाइक 2 मन्थ्ससम्म चाहिँ कम्प्लिटली चेन्ज भयो कि मेरो माइन्डसेट. सो अहिलेको सिचुएसनमा चाहिँ मैले जर्नलिङ एभ्री डे गर्ने गर्छु. इट्स द पार्ट अफ माई डे. म चाहिँ यो राति 10 बजीतिर लेख्ने गर्छु. सो त्यही हो, रातिको म 10 बजी लेख्छु किनभने लाइक मलाई चाहिँ डेको बारेमा लेख्नु छ नि त. मैले बिहान के गरेँ, म स्कुल गएर चाहिँ के गरेँ, स्कुल गएर मैले के पढेँ, स्कुल गएर चाहिँ मैले के खाएँ हैन, यो सबै कुरा चाहिँ लेख्नुस्. अनि तपाईको 1-2 महिनापछि चाहिँ क्लियरनेस आउँछ. सो अहिलेको सिचुएसनमा चाहिँ मैले नोटबुकमा व्हाट इज माई गोल अनि गोल्स मेरो सबै यही छ. अनि म चाहिँ के गर्न चाहन्छु, व्हाट आई वान्ट टु डु इन लाइफ अनि व्हाट आई वान्ट नाउ, अहिले चाहिँ मेरो पर्पस के हो, सबै कुरा लाइक थट्सहरु चाहिँ सबै कुरा मेरो नोटबुकमा लेख्छु. किनभने यो लाइक तपाईले चाहिँ यो लेख्नु मात्र भएको छैन क्या नोटबुकमा, यु आर टकिङ विथ योर सोल के. तपाई चाहिँ आफ्नो सोलसँग कुरा गरिराख्नु भएको छ, यो तपाईले लेख्नु भएको छ नि. सो यु आर जस्ट राइटिङ एन्ड यु आर जस्ट सेयरिङ विथ योर सोल के. अब त्यही हो, तपाईहरु पनि स्टार्ट गर्न सक्नुहुन्छ. यदि तपाईलाई कम्प्लिकेटेड लाग्छ भने चाहिँ मैले अघि नै दिएको त्यो 3टा स्टेप चाहिँ फलो गर्नु होला 1-2 महिनासम्म चाहिँ, किनभने 1-2 महिना एकदम गाह्रो हुन सक्छ. सो इफ यु लभ राइटिङ यु क्यान डु एनीवे. अनि यदि तपाईहरु चाहिँ बल्ल बल्ल स्टार्ट गर्न चाहनुहुन्छ भने चाहिँ त्यो 3टा स्टेप चाहिँ फलो गर्नु होला. सो दिस गोना गिभ यु द तपाईलाई चाहिँ क्लियरनेस दिन्छ कुन वेबाट जाने हो, किनभने एकदम गाह्रो हुन्छ. आई वाज बिगिनर्स वन्स, लाइक म चाहिँ पहिला बिगिनर्स थिएँ. सो मलाई पनि गाह्रो भएको थियो. सो त्यही हो. सो मैले 3टा स्टेप दिएको छु, त्यसलाई फलो गर्नु होला. सो आजको लागि भिडियो त्यही नै हो. यदि तपाईहरुलाई चाहिँ राम्रो लाग्यो अनि यदि तपाईहरु चाहिँ मेरो कम्युनिटी अनि यदि तपाईहरु चाहिँ मेरो माइन्डसेटको टाइपको मान्छे हुनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्स्क्राइब गर्नु होला. किनभने मेरो जब नोटिफिकेसन आउँछ यु गोना रिमेम्बर के वी आर डुइङ गुड, वी आर प्रुभिङ आवरसेल्फ. अनि त्यही हो. सो आजको लागि भिडियो यति नै हो. सो सी यु इन द नेक्स्ट भिडियो. टिल देन टेक केयर एन्ड गुड बाई.